सरहरू तपाईँहरूलाई कस्तो लाग्दैछ यो ठाउँ? राम्रो लागिरहेछ यार आज। नेपालको ब्युटी अनि हाम्रो ह्यान्डसमहरू एउटा नम्बर 1 ह्यान्डसम। ह्यान्डसमहरू ब्युटी हेर्न आइरहेका छन्। बाटो खतरा रहेछ गाइजहरू, घुम्न आउनु होला यहाँ फ्रेस। तपाईँहरू काठमाडौँको धुलो धुवा खाँदै बस्नुभएको छ अनि आफ्नो फोक्सोलाई चाहिँ अलिकति सफा पार्न चाहनुहुन्छ भने यस्तो ठाउँमा आउनुहोस् होला। एकदमै ग्रिन अनि हरियाली, तर धुलो चाहिँ अलिअलि छ यता पनि ट्रकहरूले गर्दा, तर पनि तपाईँहरूले चाहिँ आफ्नो फोक्सोलाई क्लिन गर्न सक्नुहुन्छ यहाँ आएर चाहिँ। एउटा एक किसिमको तपाईँहरूलाई के भन्ने त्यो एउटा थेरापी हुन्छ तपाईँहरूको फोक्सोलाई थेरापी। यो त्यही रहेछ क्या गाइजहरू, यो काठमाडौँ बसेपछि काठमाडौँमा चाहिँ यो काठमाडौँ अनि अहिले यो गाउँहरूतिर पनि यस्तो यो ट्रकहरू छ नि, ट्रकहरूले चाहिँ यो सबको हेल्थ बिगार्ने चाहिँ यो ट्रकहरू नै रहेछ क्या। अब ट्रकहरू छैन भने अब सामान पनि कसरी ल्याउने त्यो पनि गाह्रै छ। तर यो ट्रकहरू चाहिँ सकेसम्म नभएकै राम्रो मलाई चाहिँ त्यस्तो लाग्छ है। गिट्टी पनि निकालेको छ, बालुवा पनि निकालेको छ होइन। पानी काठमाडौँमा पानी खाने पानी छैन यहाँ, फ्यालका अब यहाँबाट भरेर तपाईँहरूको घरमा बेच्छन् यिनीहरूले। यहाँको ल भरिरहेको छ गाइजहरूले हेर्नुहोस्, पानी भऱ्यो यहाँ सित्तैमा भऱ्यो लिएर गयो होइन। अब त्यो ठुलो छ यहाँबाट चाहिँ हाम्रो ठुलो खोला धार्के भन्ज्याङ पोखरी सुत्ता पहिला। हामी चाहिँ अब यो धार्केतिर जाँदैछौँ, हामी धार्केतिर लम्किँदैछौँ। अब फर्स्ट टाइम हो गाइजहरू, अब हेर्दैछौँ कस्तो कस्तो छ